वैशाख 7 गते सिन्धुपाल्चोकको ठोकर्पामा इन्द्राणी टिम आउने। हजुर, यही वैशाख 7 गते सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा इन्द्राणी टिम आउने। त्रेता युगमा राम सीता बास बसेको सीता पाइलामा धुमधामै मचाउने। पर्यटन प्रवर्धन एवं मन्दिरको प्राण प्रतिष्ठा र सांस्कृतिक कार्यक्रम वैशाख 7 मा सुनकेसी 1 ठोकर्पामा पाइक पर्ने जति झरम। 15 हिमाल देखिने ठाउँ हो यो, देखिने ठाउँ हो यो, राम सीताले बास बस्या गाउँ हो यो। आउनु ठोकर्पा, आउनु ठोकर्पा, वैशाख 7 गते रमाउने मन भाइ। आउनु ठोकर्पा, वैशाख 7 गते रमाउने मन भाइ। विश्वकै पहिलो सामुदायिक वनको उद्गम स्थल यही हो। सुन्नुहोस् हजुर, विश्वकै पहिलो सामुदायिक वनको उद्गम स्थल यही हो। जुगल हिमाल र गौरी शंकर हिमाल टलक्क देखिने ठाउँ पनि त्यही हो। सुकुटेदेखि 7 किमी नजिक ऐतिहासिक धार्मिक ठाउँ छ सिन्धुपाल्चोकको ठोकर्पा सीता पाइलामा इन्द्राणी वैशाख 7 मा आउँछ। वैशाख 7 मा इन्द्राणी आउने, इन्द्राणी आउने, ठोकर्पामा धुमधामै मचाउने। आउनु होला ल, आउनु होला ल, हजुर सबैलाई चुले निम्तो छ। 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 2083 साल वैशाख 7 गते सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वार्ड नम्बर 1 ठोकर्पामा विशाल भव्य अनि धेरै रमाइलो सांस्कृतिक कार्यक्रम छ। सिंहो इन्द्राणी टिम वैशाख 7 गते ठोकर्पामा आउँदैछ। त्यो सीता पाइलामा भव्य रूपमा रमाइलो गर्नको लागि यहाँहरूलाई हामी हार्दिक हार्दिक चुले निम्तो दिन्छौँ। सुनकोशी गाउँपालिका वार्ड नम्बर 1 को आयोजनामा विशाल भव्य अनि सभ्य कार्यक्रममा हरेक जाति जनजाति त्यहाँका सम्पूर्ण समुदाय सबैको सहभागितामा हुने त्यो विशाल कार्यक्रम त्यो सुकुटेको नजिकै छ। सुकुटे भनेको पर्यटन प्रवर्धनको उद्गम स्थल हो। त्यहाँबाट जम्मै नजिक 7 किलोमिटरमा तपाईँ सबैलाई आउनको लागि हार्दिक आग्रह गर्दछौँ। आयोजक सुनकोशी गाउँपालिका वार्ड नम्बर 1 अध्यक्ष कुमार साई र सिंहो परिवार यहाँलाई हार्दिक हार्दिक चुले निम्ति दिन्छ।